हेलो एभ्रिवान, म मेरो पेजबाट आइसकेको छु। यसरी म यो च्यालेन्जलाई 8 डेको रिल च्यालेन्जलाई लिएर उपस्थित भइसकेको छु। अनि जतिजनाले मेरो भिडियोहरू हेरिरहनु भएको छ, हजुरहरू सबैलाई म मेरो पेजबाट स्वागत भन्न चाहन्छु। अनि 8 डेको रिल च्यालेन्जको डे 3 को टपिक छ 3 थिङ्स आई हेभ लर्न सिन्स स्टार्टिङ भन्ने टपिक छ। अनि मैले विशेष गर्दै गर्दा चाहिँ मैले सुरु गरेदेखि आजसम्म मैले सिकेका 3वटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ कन्फिडेन्स भन्ने कुरा ममा बिल्ड भएको छ। किनभने योभन्दा अगाडि चाहिँ म क्यामेराको अगाडि आएर यसरी बोल्ने खालको व्यक्ति नै थिइनँ। तर आज मलाई यो डिजिटल बिजनेस जर्नीले चाहिँ आज मलाई यतिको मजबुत बनाइरहेको छ। एउटा कन्फिडेन्ससँग मैले मेरो बिजनेसका कुराहरू भन्न सक्ने मलाई बनाइरहेको छ। अनि कुनै पनि कुरा हामीले गर्नभन्दा अगाडि एउटा कन्फिडेन्ट हामीमा छैन भने, आत्मविश्वास हामी भित्रैबाट छैन भने हामी केही कुरा पनि गर्न सक्दैनौँ है। अनि कन्फिडेन्ट चाहिँ केबाट आउँछ भन्दा चाहिँ पोजिटिभ माइन्डसेटको साथ हामीले कुनै पनि कुरा गर्छौँ भने चाहिँ हामीमा कन्फिडेन्स भन्ने कुरा चाहिँ बिल्ड हुन्छ, स्थापना हुन्छ, हामीमा उत्पन्न हुन्छ। अनि हामीले नयाँ कुरा सिक्दै जाँदा, लर्न गर्दै जाँदा धेरै कुराहरू हामी एचिभ गर्छौँ। त्यो कुरा नै हाम्रो यो कन्फिडेन्सबाट सुरु भएको हुन्छ है। त्यस कारणले गर्दा यो विशेष चाहिँ मलाई कन्फिडेन्स भन्ने कुरा दिएको छ। अनि यसरी हजुरहरूको बिचमा म मेरो पेजबाट यसरी बोल्दैछु। अनि यो बिजनेस कस्तो हो, के हो भनेर टपिक बाई टपिकमा विभिन्न टपिकमा बोलिरहेको छु। अनि अर्को कुरा मलाई के दिएको छ भन्दा चाहिँ यो बिजनेसमा जब म जोइन भएँ अनि लर्निङ गरेँ, धेरै कुराहरू मैले सिकेँ। त्यसपछि कन्सिस्टेन्सी भन्ने कुरा मलाई दिएको छ। यो बिजनेस भनेको चाहिँ लङ टर्म एउटा बिजनेस हो है, दीर्घकालीन व्यवसाय हो, जहाँ चाहिँ हामीलाई कन्सिस्टेन्सी भन्ने कुरा, निरन्तरता भन्ने कुरा चाहिँ हुनुपर्छ। जसरी मैले अगाडिका दिनहरूमा यो बिजनेसलाई जब स्टार्ट गरेँ, त्यसपछि मैले सानो सानो पोस्टहरू गरेर रिल्सहरूको थ्रुबाट होइन भिडियोहरू बनाउँथेँ। मैले मेरो बिजनेसलाई स्टार्ट गरेँ। अनि जहाँ चाहिँ मैले फर्स्टमा मैले भिडियोहरू मात्रै पोस्ट गरेँ, क्याप्सन राखेर म लाइभ आएर बोल्न सकिनँ। तर आज चाहिँ यो बिजनेसले चाहिँ निरन्तरता भन्ने कुरा चाहिँ मलाई सिकाएको छ। यो बिजनेसमा मैले जति कुरा सिकिरहेको छु, यो आज यो बिजनेसले नै मलाई अगाडि बढाइरहेको छ। यस कारणले गर्दाखेरि जब हामी कुनै पनि काम गर्छौँ भने हामीले त्यो कुरा चाहिँ निरन्तरतासँग हामीले गऱ्यौँ भने चाहिँ सक्सेस हामीले अवश्य पनि पाउँछौँ है। अनि यो बिजनेस पनि त्यस्तै हो। मैले पनि निरन्तरता साथ आजको दिनसम्म आएर गर्दै गर्दा चाहिँ मैले धेरै कुराहरू एचिभ गर्ने मौकाहरू पाइरहेको छु। अनि अर्को कुरा भनेको चाहिँ प्यासन है। प्यासन भन्ने कुरा चाहिँ हामीमा हुनुपर्छ। एउटा धैर्य, निरन्तरता अनि आत्मविश्वास